हामी वाशिंगटन डीसी फेरि जाँदैछौँ म्युजियम घुम्न र एउटा नयाँ सदस्य लिएर जाँदैछौँ सबैभन्दा सानो मायरा अनि हाम्री अर्धाङ्गिनी आफ्नी छोरी अब यताबाट जैसा आइसिँदैछ। अब हामी सबैजना आज कहाँ जान्छौँ? डीसी म्युजियम वाशिंगटन डीसी म्युजियम टार्गेट। अनि हामी हिँड्ने मान्छेहरू एउटा 2 महिनाको नानी सहित हिँड्यो है। हिजो हिउँ परेको थियो, गाडीहरू कतिपय चाहिँ हिउँ बोकेर हिँडिरहेछन्। यस्तो परिवेशमा हामी चाहिँ वाशिंगटन डीसीको वर्ल्डकै एउटा महत्त्वपूर्ण म्युजियम नेचरल हिस्ट्री म्युजियम हेर्न गइरहेछौँ। यो म्युजियम धेरै महत्त्वपूर्ण भएको हुनाले गर्दा अलि लामो भिडियो भन्दैछ। हामी यो लामो भिडियोमा धेरै कुराहरू हेर्नेवाला छौँ। वाशिंगटन डीसी चाहिँ अर्कै ठाउँबाट छिरिरहेको छ हैन, हाइवेबाट छिरिरहेको छ। अनि यो टनल लाइक टनल पनि रहेछ, यो फरक छ। तर वाशिंगटन डीसी छिरियो। हाम्रो टार्गेट म्युजियम यही हो। अब हामी कतै रोड पार्कमा पार्क गरेर रोड साइडको पार्किङमा अड्दा खोइ मुस्किल छ। पार्किङ गरेर जाँदैछौँ। अब कार पार्किङ गरियो। अब मायरा अब अरू सबैजना हामी बाहिर निस्किँदैछौँ। स्ट्रलर निकालिसकियो। अब हामीले हेर्नुपर्ने म्युजियम यही हो। अब नानी निस्किन्छ अब है। यो बाहिरको वातावरण त साह्रै चिसो रहेछ हौ। माइनसमा छ टेम्परेचर। अब नानीलाई लिएर हामी बाहिर जाँदैछौँ घुम्न। ल अब छिट्टो भन्दा छिट्टो भित्रपट्टि जाऊँ। हट चिसो हावालाबाट मुक्ति पाउनु छिटो दौडिँदैछन् सबजना। भित्र गएपछि त न्यानो हुन्छ नि। नानी दौडाएको दौडाइ चिसोबाट बचाउनु होइन। हामी पनि दौडेको दौडे छिटोभन्दा छिटो म्युजियमभित्र छिर्यो भने चिसो हुँदैन नि। ल यो चाहिँ म्युजियमको बिल्डिङ रहेछ। अब हामी छिर्दैछौँ। खुसी छ भित्र आएपछि अब जाडो भएन नि है। सबैजना अब भित्र आएपछि जाडो भएन। खिच्नु त पाइन्छ नि होइन? पाइन्छ। ल अब हेरेको म्युजियमको भित्रपट्टि सबभन्दा पहिलो त हात्ती नै रहेछ। अब यो वरिपरिको दृश्य यो छत अब वरिपरि चाहिँ यस्तो छ। अनि हामी यहाँबाट छिरेको। अहिले हामी यहाँ छौँ। अब हामी भित्र छिरिरहेछौँ। हाम्रो मायरा खुसी छ। हाम्रो यो हात्तीको सिम्बलबाट हामी यता डाइनोसरतिर जाँदैछौँ। अब यो फसिल हल भन्दो रहेछ। डाइनोसरको फसिल होला, त्यसैले फसिल हल भनेको हो। फसिल हलको इन्ट्रान्स नै बडो रमाइलो रहेछ। सबैतिर हेर्दाखेरि राम्रो देखिन्छ जस्तो छ। माथिको वातावरण पनि छत पनि यस्तो रहेछ। अब हाम्रो टिमै अगाडि हेर्दैछ। यो चाहिँ डाइनोसरको यो अस्थिपञ्जर देखाएको रहेछ।
अब अरू पनि के छ हेर्दै जाउँ। डाइनोसर यहाँ पनि देखिरहेछ। अब यो डाइनोसरको शरीरका विभिन्न भागहरू देखाइरहेछ। कार्निभोरस, हर्बिभोरस, यहाँ हर्बिभोरस पनि देखाइएको छ। यो डाइनोसरको अस्थिपञ्जर, यो अझ ठुलो अस्थिपञ्जर। यिनीहरूको शरीरको विभिन्न भागसहित पुरै अस्थिपञ्जर पनि देखाइएको रहेछ। यसलाई अर्को एङ्गलबाट हेरियो, यो टाउको यसको थुप्रै शरीरको भागहरू पुच्छर त धेरै लामो रहेछ, परसम्म अझै पर पो रहेछ, उहाँसम्म रहेछ। अब यो फसिल भनेर देखाइएको छ। यो डाइनोसरको यो जुन स्ट्रक्चर छ यो रमाइलो छ। यो डिस्क्रिप्सन पनि तल राखेको छ। अब रोज रिलेटिभ लिफ के अरे यो फसिल नै हो। लिफहरू चाहिँ नि हजारौँ लाखौँ वर्षसम्म चाहिँ नि जमिनमा गाडिएर फसिलमा यिनीहरूको प्रिन्टको रूपमा फसिल देखा पर्यो। यो चाहिँ रमाइलो फसिल देखिन्छ। हाम्रो यो स्टुडेन्टहरूले 10 क्लास 11 12मा पनि पढ्नुपर्छ। यो खालि के अरे डाइनोसर वा पहिलेका एनिमलहरूको हड्डी नै मात्र फसिल होइन, तिनीहरूको प्रिन्ट पनि चट्टानमा सुरक्षित रहन्छ भने त्यो फसिल हो भनेर पढ्नुपर्छ। यहाँ चाहिँ देखियो नि, प्रष्टै देखियो, त्यो चाहिँ यहाँ लिफको चाहिँ नि प्रिन्ट देखिरहेको छ। फसिलमा फसिलको रूपमा लिफ नै चेप्टिएर फसिल नै डाइनोसरको सेक्सन जस्तो छ। यिनीहरू त्यो अघि मैले फसिलको लिफहरूको फसिल देखाएको थिएँ। यिनीहरू चाहिँ त्यो एन्सियन्ट टाइममा यो पृथ्वीमा भएका जीवहरूको चाहिँ फसिल देखाएको हो। हाम्रो नानी कति खुसी भएको हो, खुसी हो, मुद मान्छे फसिलहरू हेर्न आएको। ल उता पछाडि साइड पनि जाउँ न त। जाइन्ट स्याडोज अन द लेन्ड साइड भने अब यो लेन्ड साइडमा देखिने डाइनोसरहरू त्यो बेलाको यो चाहिँ मोडल बनाएको हो। Carbon out of the atmosphere. 50 years to mine it and burn it and release that carbon back into the atmosphere. Coal connects the climate of the deep past to the climate of today. Ancient carbon has fueled our modern way of life, but at the same time,
Burning that carbon has overheated our atmosphere. थरीथरीको एनिमल्सहरू प्रिहिस्टोरिक एनिमल्सहरू What we do with coal today will change the तिनीहरूको फसिल शरीरको पार्टहरू कुनै मोडल छ कुनै रियल पनि देखिए जस्तो लाग्यो बीचबीचमा नानीलाई लाइभ राख्नुको लागि अब यहाँ विभिन्न खालका एनिमल्सहरूको चाहिँ डिस्प्ले छ मोडलको रूपमा कुनै रियल रहेछ स्टारफिसको रहेछ यहाँनिर लाइफ अबो बिलो एन्ड अल अराउन्ड भनेको रहेछ समुद्र देखाएको छ समुद्रभित्रको लाइफ बढी त्यस्तै देखाएको छ अनि मेरिन भेराइटी मेरिन भेराइटी 565 million years इभोल्युसनको यो एउटा लामो प्याटर्न देखाउनु भयो यस्तो फिल्मबाट इभोल्युसन बाइ लाइफ बिकम्स कम्प्लेक्स It took billions of years before complex multicellular organism evolved हुनु billions of years लाग्यो लाइफ हिस्ट्री नै देखायो कसरी इभोल्युसन भयो भन्ने कुरा अब यो धेरै लामो समयसम्म त हेर्न भ्याइँदैन इभोल्युसन हुँदै हुँदै कसरी इभोल्युसन प्रोड्युस अल द लाइफ यहाँ फसिल ल्याब भनिएको छ भन्नुभन्दा फसिल्सलाई पत्ता लगाउन कलेक्ट गर्न र त्यसको प्रोसिजर कसरी निकाल्ने फसिललाई छुट्याउने देख्ने आदि कुरोहरू पत्ता लगाउने प्रोसिजरहरू त्यहाँ देखाइ पनि रहेछ पछाडि अनि यो इन्स्ट्रुमेन्ट्सहरू यिनीहरू युज गर्ने हिसाबले रहेछ यो डाइनोसोर भने जस्तै स्टेगोसोरस रहेछ अलि यो डार्क बनाइएको भागहरू पनि रहेछ यो चाहिँ अलिक फसिलहरू भन्दा पनि बढो आर्ट क्राफ्टहरू यस्तो यस्तो के ब्राजिलको हाम्रो माया र बेबीले पनि हेरिरह्यो यो सबै म्युजियम हरेक चिज हेर्दैछ हाम्रो माया र बेबीले यो सबै साउथ अफ्रिका रिलेटेड ओल्ड कल्चर न्यू कल्चरहरू देखाइरहेछ न्यू कल्चर त होइन ओल्ड कल्चर देखाइरहेछ अब यो हाउसेस त त्यतिखेर बस्ने घर यो पनि अफ्रिकन क्राफ्टहरू त हो होइन Inside the knuckle, temperature is always just right. What's inside the house? ए घर रहेछ नि त पहिले क्या अफ्रिकन कल्चर पो देखाइरहेछ यिनीहरूको भित्र हुने चिजहरू देखाइरहेछ त्यही त अफ्रिकन घर कि त्यसभित्र हुने सामग्री देखाइरहेछ हाम्रो नाङ्लो ढिकी जातो के भने जस्तो ग्लास अफ्रिकन वेल्थ भने जस्तो छ अहिले त्यतिखेरका राजाहरूले ठुला धनीले लाउने होला थरी थरीको बर्ड्स देखाएको रहेछ डक नै थरी थरीको हाँसहरू अजिबै छ उल्लु र अरू चराहरू उल्लु पनि थरी थरीको देखाएको छ
यो अर्कै टाइपको चरा छ। तिनीहरू बस्ने गुण पनि बढीले देखाइरहेको छ। यो पनि रमाइलो छ। ससानो चराहरू स्प्यारोदेखि लिएर सबै छ। हुन त इगलै भन्छ, यो चाहिँ इगल हो, त्यो चाहिँ गिद्ध भन्छ, इगलै जात हो हैन? त्यो गिद्ध छ, इगल पनि त्यो इगल पनि छ, गोल्डन इगल पनि हो जस्तो छ। नानीले घरिघरि बिउजिएर रोएर अलिअलि चेन्जेस ल्याउनु पर्यो। अब निदा कस्तो मजाले निदाको। अब चराचुरु निषेधियो। यो ओसनवाला ओसन चाहिँ नि को चाहिँ लाइफ बारेमा जानकारी गराइएको म्युजियम न हो, सबै कुराको ज्ञान दिने हो। यहाँ व्हेल देखाएर रहेछ। डाइनोसर पनि छ। डाइनोसर चाहिँ सबैतिर राखेको छ। पानीको समुद्रको सबैको नेचुरल हिस्ट्री कस्तो छ नेचुरल हिस्ट्री म्युजियम हो वास्तवमा यो। अनि नेचुरल हिस्ट्री यो चाहिँ म्युजियम, यहाँ डिफ्रेन्ट म्युजियमहरू रहेछन्। यो चाहिँ नेचुरल हिस्ट्री म्युजियम रहेछ कि यहाँ अब थिएटर जस्तै बनाएर रहेछ। यहाँ यो समुद्रको जीवहरूको बारेमा पनि यहाँ मानिसहरू बसेर पनि हेरिरहेका छन्, लाइफ कस्तो छ भन्ने बारेमा हिस्ट्री विशेष गरेर राम्रो देखाएर छ। जेली फिसहरू big and small Jellyfishलाई कस्तो मजाले डिस्प्ले गरिरहेको छ। Curioso lo de los horarios. Starfish पनि De 6 a 59. Sí, sí, a las 5:59. यो कति चिज छ मेगा टुथेड सार्क भन्दो रहेछ। अब यसको चाहिँ दाँत यत्रो ठुलो देखाइरहेको छ। सार्कको मेगा टुथेड सार्क, मेगा टुथ। घुमी फेरि हात्ती, एलिफेन्ट। यहाँ चाहिँ ग्लोबल ओसन सिस्टम They helped bring Christopher Columbus to America. The circumpolar current around Antarctica is unusual because it makes a complete circle around that continent. This current keeps Antarctica. ल न्यान्या Kaju? Spongy like. She's smiling, isn't it? What? She likes light skin. Light छेक्नु होइन नि त। लाइट आएपछि के यहाँ जतै पनि लाइट छ हैन? नानी खुसी भएको भएर डेलिकेट ब्याङ्कको ब्यालेन्स यो माछाहरू यो विभिन्न थरीको कोरल छ। यहाँ स्पोन्स पनि छ जुन चलिरहेको छ नि कोलोनीमा बसेपछि। तिनीहरूले चाहिँ मुखभित्र छिरेको चाहिँ नि खानेकुरालाई मात्रै उ गर्न सक्छ। जस्तै यो रातो चाहिँ बडा गजबको हुन्छ।
डेडिकेट ब्यालेन्स म्यामल्सको सेक्सन रहेछ अब म्यामल्स सेक्सनमा जाउँ म्यामल्स भन्नाले स्तनधारी जसको शरीर चाहिँ रौँले ढाकिएको हुन्छ हैन अनि जसले आफ्नो बच्चालाई चाहिँ दुध चुसाएर हुर्काउँछ जसले सिधै बच्चा जन्माउँछ त्यो जीव म्यामल्स त्यो चाहिँ अब यहाँ रहेछ अब यो म्यामल्सको विभिन्न म्यामल्सहरू यहाँ देखाइएको छ यसको हड्डीको बारेमा पनि डिस्प्ले रहेछ म्यामल्सको हड्डी म्यामल्सको यो देखाएको छ अब यो चाहिँ सबै म्यामल्सहरूको चाहिँ नि डिस्प्ले गरेको छ तस्बिरहरू अब उठले पानी खानु पर्यो भने कसरी जानुपर्छ भन्ने पनि देखाइरहेको छ यो होमोसेपियन्स भनेको यही मान्छे मानिस अहिले लेटेस्ट यो संसारभरि नै सबैमा भएको मानिसको प्रजाति अब यो त होमोसेपियन्स खै चाहिँ विभिन्न किसिमको प्रजाति देखाएछौँ प्रजाति भन्नाले यहाँ चाहिँ साउथ अफ्रिका मोरक्को चाइना मलेसिया अनि यो अस्ट्रेलिया रोमानिया ब्राजिल र मेक्सिकोमा पाइने मानिसको खोपडीको आकार यो म्यामल्सहरूको खोपडीको साइज डिफरेन्सेसहरू देखाइरहेछ डिफरेन्ट यो म्यामल्स भन्नाले हाम्रो खालि ह्युमन मात्र होइन म्यामल्स मध्ये सबैभन्दा विकसित चाहिँ ह्युमन हो होइन मानिस यो चाहिँ अन्य विभिन्न देखाइरहेछ यहाँ चाहिँ यहाँ एउटा सेक्सन रहेछ होप डायमन्ड रहेछ हेरी विन्सन अनि हामी यहाँ हेर्दैछौँ हेरी विन्सन ग्यालरी अब यहाँ परदेश हीरा 16 white diamonds and बीच में 45.52 carats. Wow. इतना फर्क है सर. 45.52 carats. It's very huge. What's 24 carat pure diamond ones are 45.52 carats. त्यो इन्डिया भन्दैछ के हो यो सेक्सनमा छिर्ने साथ सबैभन्दा पहिले चाहिँ यो होप डायमन्ड भन्दो रहेछन् इन्डिया ओरिजिनको यो चाहिँ सेन्टर अफ एट्र्याक्सन रहेछ चम्किँदो रहेछ Diamante da Esperança. Meu Deus, que lindo. कस्तो चमक इट्स भेरी नाइस अब हामी यो जेम्स हेर्न आयौँ अरू पनि जेम्सहरू छन् यहाँ हैन ओके यो वोन बाई फ्रेन्च क्वीन हैन पार्ट अफ द 24 and 3 त्यो कोइनो चाहिँ 43 45 कस्तो टल्केको नेपोलियनले दिएको गिफ्ट Nepoleon gave this piece of second wife. Impressive. नेपोलियनले हाम्रो सेकेन्ड वाइफलाई दिएको गिफ्ट रहेछ भेरी नाइस यो चाहिँ इमराल्ड रहेछ यो पनि इन्डियासँगै रिलेटेड रहेछ यो अर्को जेम्स डिजाइन फर स्पेनिस रोयल्टी यो चाहिँ रुबी एन्ड डायमन्ड ब्रासलेट
यो Corondro. Caramel. Speaker. यतातिर चाहिँ गजब रहेछ हौ 330 क्यारेटको बर्माको के भन्छ यो श्रीलङ्कन राइट ह्यान्ड साइडको बीचको बर्मिज यो पनि श्रीलङ्कन यो सबै रुबीहरू हो जस्तो यो लाइटले हाल्यो नियोन ब्लू जस्तो नदेखिएको Colombian diamond. This is diamonds. Colombian, you the emerald. Using diamond, yellow diamond. Okay. Origin कहाँ को on पछाडि पनि यो emeraldहरूको नेकलेसहरू केहरू जेम्सहरू त साह्रै राम्रो एमरोन विशेषतः बढी चाहिँ देखियो अब यो सबै डायमन्डहरू कुनै पर्सिएको कुनै कुन ठाउँको क्या चढ्यो यो पिङ्क डायमन्ड यो ब्लू हर्ट डायमन्ड Safer diamond, rose and diamond ring. Oh, I thought you meant Victoria transversal diamond necklace. I'll be here keeping your friend. Using Thompson diamonds. Diamond the कति राम्रो देखियो त्यही डायमन्ड नेचुरल स्टेजमा लेफ्ट ह्यान्ड साइडमा देखाएको छ त्यही डायमन्ड कट गरेपछि यस्तो देखाएको छ डायमन्ड डिपेन्ड्स क्वालिटी डिपेन्ड्स अपन कटिङ अब यो चाहिँ अलिक रेड यो त लाइट फरक पठाएको हो कि के हो यस्तो रेड अघि चाहिँ धेरै डायमन्डहरू हेरियो अब अरू चाहिँ नि मिनरल्सहरू अब यो हेरेर हेरि नसाध्य कति रहेछ मेनी फेसेस अफ क्रिस्टल फेसेस भन्नाले डिफ्रेन्ट पार्टहरू कुनै 4 पार्टी कुनै 6 पार्टी कुनै 8 पार्टी कुनै 10 पार्टी यस्तै हुन्छ नि मेनी फेसेस अफ मिनरलहरूको विभिन्न फेस भएका मिनरलहरू विभिन्न फेस भएका मिनरलहरू यहाँ चाहिँ पाइराइट देखाएको रहेछ मेनी सेप अब यहाँ पनि मेनी सेप्स नै देखाएको मिनरल मेनी सेप्स डिफ्रेन्ट मिनरल देखाएको छ है क्याल्साइटहरू देखाएको छ धेरै यो सबै क्याल्साइट नै रहेछ क्याल्सियम कार्बोनेटको डिफ्रेन्ट रूपहरू देखाएको छ सबै क्याल्साइट नै देखाएको रहेछ यो many shape, one mineral, many shape. One side. Wolfenite. अनेक shape को wolfenite देखाउँछ गजब छ अब यो pockets of crystal अरे के रहेछ pockets of crystal from India. Yeah, that's exactly what it is. Different minerals here.
अब यो त मिनरल्सहरू कति हो नि different minerals, family many uses. यो सबै स्कुल स्टुडेन्टको लागि त धेरै युजफुल हुन्छ एकपल्ट स्टडी गर्नु पठायो भनेदेखि त अब वासिङटन डिसी भित्रको अब नेचरल हैन म्युजियममा यस्तो चाहिँ सारा संसार हेर्न त कसरी आउने र तर यहीँको स्टुडेन्टको लागि चाहिँ साह्रै युजफुल हुने रहेछ डिफ्रेन्ट मिनरल्स है अब मिनरल्सहरू डोलोमाइटदेखि लिएर म्याग्नेटाइटदेखि लिएर हरेक चिज छ क्याल्साइटदेखि लिएर हरेक मिनरल्सहरू देखाइरहेछ यहाँ मिनरल्सहरूको बारेमा के अलिकति जानकारी दिएको छ यहाँ त मोलिकुलर फर्मुला सबै लेखिदिएको रहेछ अब कपर अक्साइड क्युप्राइट क्वार्ट्ज होइन यस्तो सबै लेखिदिएको छ त्यस कारण स्टुडेन्टहरूको लागि त यो साह्रै युजफुल हुने रहेछ मिनरल्सहरू चाहिँ एक्सट्रिम कन्डिसनमा हाई टेम्परेचर हाई प्रेसरमा अर्थ क्रस्टभित्र बन्ने चिजहरू हुन् होइन अब त्यो धेरै तातो रहेछ अब तिनीहरूको मिनरल्सहरू सयौँ प्रकारका छन् त्यो सबै मिनरल्सहरू यहाँ डिस्प्ले गरिएको रहेछ अब हेमाटाइट म्याग्नेटाइट क्याल्साइटदेखि लिएर सबै छ देखाएको छ क्लोराइडहरू टोपाल्स पनि देखाएको छ यसमध्ये केही चाहिँ अलिअलि चाहिँ अब त्यो हिराहरू त के हुन्थ्यो र अलिअलि चाहिँ जियोलोजी डिपार्टमेन्टमा अथवा नेपालको खानी विभागमा पनि छन् र त्रिचन्द्रको जियोलोजी डिपार्टमेन्टमा आजभन्दा 30-40 वर्ष अगाडि चाहिँ थिए अब अहिले के छ थाहा छैन त्यो डिस्प्ले गर्छन् गर्दैनन् रक्स एन्ड मिनरल्सहरू थिए जिप्सम पनि देखाइरहेछ सबै जिप्समका प्रकारहरू हुन् यसलाई चाहिँ जाइन्ट जिप्सम भन्छ है जाइन्ट जिप्सम कति चिज देखाएर सकिन्छ र सारा म्युजियममा सारा चिज छ धेरै ठुलो कलेक्सन छ अमेरिका हो वर्ल्ड्स स्ट्रङ्गेस्ट कन्ट्री यो कपर सिल्भर पनि देखाइरहेछ यो कपर तामा सिल्भर चाँदी यसको मिनरल्सहरू केबाट प्राप्त हुन्छ त्यही चाहिँ the ores of silver, ores of copper. सबैलाई थाहा छ गोल्ड is not actually available in the form of silver. गोल्ड ओरहरू हुँदैन तैपनि केही रेयर छ गोल्ड ओरहरू त्यो नेचुरल स्टेजमा नेचुरली फ्री स्टेटमा पाइन्छ रिफ गोल्ड अनि यहाँ चाहिँ रकहरू रहेछ अब मार्बलदेखि लिएर हरेक किसिमको रकहरू देखाएर त्यो रक देखाएको छ पुरै डिफ्रेन्ट टाइपको रकहरू छ अब रकहरू अनि मिनरलहरूको डिपार्टमेन्ट नै त्यस्तो रहेछ यो सबै हेरिसाध्य भएन
अब यो अर्को टाइपको रक रक्स अफ क्लोज अब ग्रेनाइटहरू पनि छ स्यान्ड स्टोनहरू अब यो थरी थरीको रकहरू सबै खिच्नु भ्याइएन अब सुई सुई जे बाटोमा आउँछ नि त्यो खिच्दै आउने हो डिफ्रेन्ट टाइप्स अफ रक अब यहाँ चाहिँ सोलर सिस्टमको बारेमा रहेछ अब डिफ्रेन्ट प्लानेटमा पाइने डिफ्रेन्ट टाइपको रक पनि देखा जस्तो छ अब सोलर सिस्टमको रकेट ब्लास्टको देखाइरहेको म्युजियम हेर्दा 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 हेरेर भ्याइ नसक्नु भयो होइन अब हामीले हेर्नुपर्ने चिज अलिअलि हेऱ्यौँ अब हामी निस्किँदैछौँ म्युजियमबाट अब योभन्दा बढी हेर्न भ्याइँदैन सकिँदैन भनेर हामी निस्किँदैछौँ अब बाहिर त फेरि चिसोमा चिसो छ नि ल म्युजियमबाट बाहिर निस्किएपछि त बाफ्रे बाफ चिसो छ त धेरै अघिको जस्तो हावा चलेको छैन यहाँ अस्ति हेरेको हामीले मोनुमेन्ट्सतिर उता हाम्रो चाहिँ व्हाइट हाउसतिर हामी गएनौँ अस्ति भर्खर हेरिसकेका छौँ अब यो नेचरल म्युजियम मात्रै हेरेर हाम्रो आज फर्किने प्लान हो नानी बोकेर आएको हुनाले अब म्युजियमको भ्रमणपछि घरतिर लाग्ने बाहिर आएपछि चिसो अब यो वासिङटन डिसीको आजको भ्रमण यहीँ सिद्धिन्छ अब हामीहरू घरतिर लाग्दैछौँ ल अस्ति आएको व्हाइट हाउस पनि यहीँ देखियो त यतापट्टि व्हाइट हाउस उतापट्टि मोनुमेन्ट्सहरू देखिँदो रहेछ होइन अस्ति चाहिँ हामी त्यहीँ नजिकै गएर सबै हेऱ्यौँ तर अब चाहिँ त्यस्तो होइन यस्तो हिउँ गरेको बेलामा फेरि फोटो खिच्नुपर्ने भने अनि यहाँ बाहिर त हिउँ परिरहेको रहेछ हौ गर्ने हो बाहिर त -3 डिग्री सेल्सियस -3 डिग्री सेल्सियस छ अब हामी यो टेम्परेचरमा बाल्टिमोरतिर फर्किँदैछौँ वासिङटन डिसीको यो नेचरल म्युजियम नेचरल हिस्ट्री म्युजियम नेचरल हिस्ट्री म्युजियम हेरेर अब फर्किने ल यस्तो चिसो गाडीमा बसेपछि मात्रै ठिक हो